नमस्ते सबैजनालाई। म आज यो पेपरको लोटस बनाउन गइरहेको छु। त्यसको लागि हामीलाई A4 साइज पेपरलाई स्क्वायर शेपमा काटेर यसरी फोल्ड गर्नुपर्छ चारैतर्फबाट। त्यसपछि हजुरले यसलाई खोल्नुस्। त्यहाँ सबै लाइनहरू देखिन्छ र त्यो लाइनहरूलाई कट लगाउनुस् र हजुरले त्यो छेउको भागलाई चाहिँ हामीले यसरी ट्रायंगुलर शेपमा फोल्ड गर्नुस्। सबै फोल्ड गरिसकेपछि हजुरको यस्तो देखिन्छ र पिंक कलरकोलाई पनि त्यस्तै गरेर स्क्वायर शेप बनाएर काट्नुस्। अनि अगाडिकै ग्रीन जस्तै गरेर फोल्ड गर्दै हजुरले लाइनमा कट लगाउन सक्नुहुन्छ। अनि सबै काटिसकेपछि अघिकै प्रोसेसमा हजुरले छेउछेउबाट रोल ट्रायंगल गरेर त्यस्तै खालको फुल बनाउनुस्। मैले यो पिंक पेपरमा सबैतिर अघिकै जस्तै कट गरिरहेको छु। यसरी सबै काटेपछि अघिकै प्रोसेसमा हामीले फुलहरू बनाउनु पर्ने हुन्छ। हेर्नुस् सबै कट भइसकेको छ। अब यसलाई पनि अघिकै जस्तै गरेर फोल्ड गरेर पात बनाउनुस्। अनि अर्को स्टेप हामीलाई पिंक कलर तीनटा चाहिन्छ, त्यही भएर ठुलो सानो अनि अलिकति सानो गरेर टोटल 4 वटा चाहियो। ग्रीन एउटा र पिंक 3टा। अनि पछाडि पल्टाएर फोल्ड गरिसकेपछि पछाडि पल्टाएर ग्रीनको माथि ग्लु लगाएर फेरि पिंक ठुलोवाला पिंक राख्नुस्। त्यसपछि मिडियम अनि त्यसपछि स्मल यसरी बिचमा ग्लु फेभिकोल लगाउँदै टास्दै जानुस् र लास्टमा चाहिँ सानोलाई लिएर टास्नुस्। अब हजुरले देख्न सक्नुहुन्छ एउटा ब्युटिफुल लोटस। हेर्नुस् त, हजुरहरूले पनि ट्राई गर्नु होला। यो दीपावलीको लागि राम्रो हुन्छ। र हजुरले यस फुलमा चाहिँ गणेश भगवानलाई पनि यसरी राख्न सकियो, सुन्दर देखिन्छ।